वेलकम टु आवर च्यानल दास एजुकेसन। यो भिडियोमा हामी क्लास 9 को सब्जेक्ट साइन्सबाट रासायनिक बन्ड एन्ड स्ट्रक्चर अफ एटम भन्नुपर्दा परमाणुको संरचना र रासायनिक बन्डको बारेमा पढ्दछौँ। ठिक छ। यसमा पहिला हामी परमाणुको संरचना है। परमाणुको संरचना परमाणुको औसत व्यास लगभग 10⁻⁻10 मीटर। परमाणु तीनवटा उपपरमाण्विक कणबाट हुन्छ। के हुन् ती? प्रोटोन, न्यूट्रॉन र इलेक्ट्रोन प्रोटोन र न्यूट्रॉन परमाणुको न्यूक्लियस परमाणुको न्यूक्लियसमा बसेका हुन्छन्। परमाणुको न्यूक्लियसमा बसेका हुन्छन् र इलेक्ट्रोन परमाणुको न्यूक्लियसको वरिपरि घुमिरहेका हुन्छ। इलेक्ट्रोन घुम्नु बाटोलाई
सेल अथवा कच भनिन्छ। यसमा हामी के हेर्यौं? यसमा चाहिँ हामी के हेर्यौं भने परमाणु तीनवटा उपपरमाणु कणले बनेको हुन्छ। अनि कुन कुन हुन् त? प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन। प्रोटोन कहाँ हुन्छ? प्रोटोन र इलेक्ट्रोन परमाणुको न्यूक्लियसमा बसेका हुन्छ। र इलेक्ट्रोन कहाँ हुन्छ? त इलेक्ट्रोन न्यूक्लियसको वरिपरि घुमिरहेको हुन्छ। अनि इलेक्ट्रोन घुम्ने बाटोलाई सेल अथवा कक्ष भनिन्छ। ठीक छ। अब हामी हेर्छौँ डुप्लेट नियम र अक्टेट नियम। फर्स्टमा हामी डुप्लेट नियम हेर्छौँ। परमाणुको इलेक्ट्रोन विन्यास 2n² सूत्र अनुसार के सेलमा दुईवटा मात्र इलेक्ट्रोन रहन सक्छ। कुनै पनि तत्त्वको बाहिरी सेलमा अर्थात् के सेलमा दुईवटा मात्र इलेक्ट्रोन रहे स्थिर अवस्था प्राप्त गर्नलाई नै डुप्लेट अवस्था भनिन्छ। जस्तै कि हेलियमको के सेलमा अर्थात् हेलियमको बाहिरी सेलमा दुईटा मात्र इलेक्ट्रोन रहेका हुन्छ। अनि यो दुईटा इलेक्ट्रोन रहेर नै यो चाहिँ के हुन्छ रे? स्थिर हुन्छ। ठीक छ। हो, त यस्तो अवस्थालाई हामी चाहिँ के भन्छौँ? डुप्लेट अवस्था भन्छौँ। ल, अनि यो डुप्लेट अवस्था भएको कारणले नै ठीक छ हेलियम डुप्लेट अवस्था
भएको कारणले नै यो रासायनिक रूपमा निष्क्रिय हुन्छ। ठिक छ। अनि यसले रासायनिक प्रतिक्रियामा भाग लिँदैन। जो चाहिँ निष्क्रिय भयो, ठिक छ, रासायनिक रूपमा निष्क्रिय भयो भने यसले रासायनिक प्रतिक्रियामा भाग लिँदैन। ठिक छ। अब हामी अक्टेट र यो त भयो डुप्लेट। अब डुप्लेट नियम चाहिँ के हो? डुप्लेट नियम भनेको चाहिँ के त आफ्नो बाहिरी सेल भन्नुको अर्थ के सेलमा इलेक्ट्रोन साझेदारी गरेर भनिरहेको छु, लेनदेन गरेर साझेदारी गरेर डुप्लेट अवस्थामा आउनेलाई नै के भनिन्छ अरे? डुप्लेट नियम भनिन्छ। के सेलमा दुईवटा इलेक्ट्रोन पुर्याई स्थिर अवस्था प्राप्त गर्ने नियमलाई नै डुप्लेट नियम भनिन्छ। ल अब हामी हेर्छौँ डुप्लेट नियम कसरी फलो हुन्छ त। अब हामी हेर्छौँ डुप्लेट नियम कसरी फलो हुन्छ। हाइड्रोजन, लिथियम, बेरिलियम जस्तो तत्त्वको परमाणुहरू आफ्नो के सेलमा दुईवटा के सेलमा इलेक्ट्रोन लेनदेन गरे र साझेदारी गरे। दुईवटा
इलेक्ट्रोन पुर्याउने नियमलाई डुप्लेट नियम भनिन्छ। ठिक छ, डुप्लेट नियम भनिन्छ। यो सबैको मैले लास्टमा एक्जाम्पल दिन्छु है। ठिक छ, अब हामी अक्टेट बुझ्छौँ है। ठिक छ, अक्टेट बुझ्न यति गाह्रो छैन। अक्टेट बुझ्न एकदमै इजी छ है। ठिक छ, अक्टेट बुझ्न अक्टेट र अक्टेट नियम। ठिक छ, अक्टेट र अक्टेट नियम। अक्टेट भनेको बाहिरी सेलमा, अक्टेट भनेको बाहिरी सेलमा अक्टेट भनेको बाहिरी सेलमा 8 वटा इलेक्ट्रोन पुर्याई स्थिर अवस्था प्राप्त गर्ने, स्थिर अवस्था प्राप्त गर्ने अवस्थालाई नै अक्टेट नियम भनिन्छ। जस्तै कि periodic table को ग्रुप 18 मा हिलियम बाहेक तत्व तत्त्वहरूको परमाणु कुन जस्तै कि तत्त्वहरूको बाहिरी सेलमा 8 वटा इलेक्ट्रोन रहेका हुन्छ।
ई अपडेट अवस्थामा भएको कारणले नै रासायनिक प्रतिक्रिया रासायनिक प्रतिक्रियामा भाग लिँदैन र यो प्रकृतिमा ग्यास अवस्थामा पाइन्छ। त्यही भएर ग्रुप 18 मा भएको तत्त्वलाई निष्क्रिय ग्यास भनिन्छ। ठिक छ। हो ल अब हामी हेर्छौँ octet नियम। बाहिरी सेलमा इलेक्ट्रोन प्राप्त गरेर गुमाएर साझेदारी गरेर बाहिरी सेलमा इलेक्ट्रोन प्राप्त गरेर गुमाएर साझेदारी गरेर 8वटा इलेक्ट्रोन पुर्याउने नियमलाई ऑक्टेट नियम भनिन्छ।
जस्तै कि म एउटा इक्जाम्पल दिन्छु है। ल सोडियमको पहिले परमाणुिक रचना बनाउनु पर्यो। सोडियम कति रे? सोडियम 11 नम्बर तत्त्वमा पर्छ हैन। फर्स्ट सेलमा 2टा, 2 सेलमा 8वटा, 1 2 3 4 5, 1 2 3 4 5 6 7 8। थर्ड सेलमा एउटा प्लस क्लोरिनलाई हेरौँ। फर्स्ट सेलमा 2टा, सेकेन्ड सेलमा 8वटा, 1 2 3 4 5 6 7 8। क्लोरिन 17 नम्बरमा पर्छ हैन। लास्ट सेलमा बाहिरी सेलमा 1 2 3 4 5 6 7 हो। अब यसले आफ्नो इलेक्ट्रोन एउटा दिएर के गर्छ रे? आफूलाई अक्टेट बनाउँछ। र यसले क्लोरिनले सोडियमसँग एउटा इलेक्ट्रोन लिएर अक्टेट बनाउँछ। त यिनीहरू चाहिँ के रे? यसरी बनिहाल्छ। यसरी बनिहाल्छ। के गर्छ? सोडियमले आफ्नो एउटा इलेक्ट्रोन दिएर अक्टेट बनिरहेछ र क्लोरिनले सोडियमको एउटा इलेक्ट्रोन लिएर आफ्नो अक्टेट अवस्थामा आइरहेको छ। ठीक छ। यसलाई सिम्पली बुझौँ त। सोडियमले आफ्नो एउटा इलेक्ट्रोन दिन्छ। पोजिटिभ चार्ज आयो। सोडियमले चाहिँ के गर्छ? आफ्नो एउटा इलेक्ट्रोन दिन्छ। ठीक छ। के बनिहाल्छ रे? सोडियम बनिहाल्छ। सोडियम ठीक छ नि। र अर्को चाहिँ के? क्लोरिनले एउटा इलेक्ट्रोन लिएर, ठीक छ, क्लोरिनले एउटा इलेक्ट्रोन लिएर चाहिँ के बनिहाल्छ रे? सोडियम आयन। ठीक छ। अब यिनीहरूमा बीच रियाक्सन भयो। यो आयन्सहरु बीचमा रियाक्सन भयो। सोडियम प्लस क्लोरिन माइनस रियाक्सन भयो। के बनाइदिन्छ रे? सोडियम क्लोराइड। जुन कि यो चाहिँ हाम्रो चाहिँ के हो? सोडियम क्लोराइड। त के गरिरहेछ? सोडियमले एउटा इलेक्ट्रोन दिन्छ र क्लोरिनले एउटा इलेक्ट्रोन लिन्छ। सोडियमले एउटा इलेक्ट्रोन दिइरहेछ र क्लोरिनले एउटा इलेक्ट्रोन लिइरहेको छ। सोडियमले क्लोरिनलाई एउटा दिन्छ र क्लोरिनले त्यही इलेक्ट्रोन लिइरहेको छ। हो, यसरी चाहिँ के रे? सोडियम अक्टेट बनिहाल्छ। ठीक छ। सोडियम यहाँ अहिले दिइरहेछ, यहाँ पनि दिइरहेछ। यहाँ चाहिँ के रे? दुवैजना लिएर अक्टेट